जस्ट डे इन माई लाइफ भनौँ न होइन। दुक्षणले आफ्नो बाइक पुऱ्याउनु जानुपर्ने थियो अनि के गर्यौँ भन्दाखेरि म पनि पटाउ चढेर गएँ कि पछि सँगै स्वयम्भूबाट घर आउनुपर्छ वाक पनि हुन्छ भनेर। साइकको पानी परेर त यस्तो बिजोग भएको हाम्रो र यार त्यो पल सम्झिँदा त आमाको माई गड क्या रमाइलो लाग्छ क्या। हामीहरू पानीमा रुच्दै भिज्दै स्वयम्भूबाट घर आएको क्या, स्वयम्भूबाट घटेकोले भेट्दै पानीमा बसन्तपुरमा एक्लै होइन, कोही छैन मान्छेहरू होइन, न्यु रोडको बाटोभरि हामी मात्र थियौँ। इट वाज लाइक असम। केटाहरू भाग्दै पानीमा भिजेर आछु छु। तर एउटा चिज चाहिँ हो कि हामी केटाहरू मिलेपछि वाइल्ड हुने कि मलाई पुरै थाकेर आइरहेको मान्छे हुन्छ नि, केटाहरू भेटेपछि थकाइ पनि हराउँछ कि कसरी कसरी रमाइलो हुन्छ कि भिजिरहेको अवस्था होइन। अनि आज मसित छ विनायक र हाम्रो फेभरेट दुक्षण दादा। लेट्स गो। टाइममा भ्लगिङ गर्दै के गर्दै वाह घर पुग्न पनि फेरि 2 घन्टै लाग्यो कि हामीहरू त्यस्तो घुम्दै बस्यौँ है। अब रातिको बेला कोही छैन, त्यत्तिकै घुमेछ, पानीमा भिजेको छ, जे गर्ने रमाइलो त रमाइलो हो। अब केटाहरूसित घुम्नु पाएँ त्यति भए पुगेको त किन चाहियो अरू।